क्यालेन्चोको बिरुवाहरू चाहिँ सबै कटिङ सारेको थिएँ। अब यसलाई चाहिँ उखाल्दैछु म। यसलाई अब यत्तिको जरा भइसक्यो। क्यालेन्चोको कटिङ। अब यिनीहरूलाई चाहिँ सबै सानो पोली ब्यागमा म सारेर राख्छु। यहाँ पनि यति धेरै छ है। मैले आधी चाहिँ अघि उखालिसकेको छु। यहाँ यति धेरै छ। अब यसलाई चाहिँ माथि लाँदैछु सार्नलाई। अनि यो चाहिँ अहिले गाईको मल छैन, त्यही भएर यो वर्मी कम्पोस्ट मल किनेर ल्याएको छु। यसलाई पनि मिसाउँ। यहाँ भाग माटो भयो, एक भाग बलौटा वर्मी कम्पोस्ट, अनि यहाँ चाहिँ अब सार लाउनुपर्छ अलिअलि ताकि किरा नलागोस्। यसलाई चाहिँ पुरा मिसाउँदैछु अब। क्यालेन्चो चाहिँ सारिसकेँ। अब हेरौँ कतिवटा बाँच्ने हो, कतिवटा मर्ने हो। अहिलेको गर्मी अब एकदम सहनै सक्दैन यिनीहरूले। अलिकति गर्मी भयो नि पत्ता यस्तो भइहाल्छ। क्यालेन्चोहरू चाहिँ रेडी भयो।